नमस्ते, मेरो नाम दिविन पोखरेल हो। म क्यालिफोर्नियाको स्यानडिएगो नजिकै रहेको इमिग्रेसन ल फर्म रेड इगल ल एलसीमा काम गर्छु। डिसेम्बर महिनामा अमेरिकी स्टेट डिपार्टमेन्ट र युएससिआइएस दुवैले डाइभर्सिटी भिजा कार्यक्रममा रोक लागू गरेको थियो। त्यसपछि जनवरी महिनामा स्टेट डिपार्टमेन्टले 75 देशको सिटिजन्सहरूलाई इमिग्रेन्ट भिजा जारी नगर्ने भनेर पनि रुल गरेको थियो। त्यो देशहरूमध्ये नेपाल पनि पर्छ। रेड इगलमा हाम्रो टिमको अनुसार ट्रम्प एडमिनिस्ट्रेसनले डिबी 2026 माथिको रोक तथा 75 देशहरूमाथिको रोक हटाउने कुनै उनीहरूको प्लान छ जस्तो देखिएको छैन। यसअघि नै हामीले यी ब्लकहरूलाई च्यालेन्ज गर्न अदालतमा मुद्दा हालिसकेका छौँ। अब हामी डिबी 2026मा छनौट भएको तर पहिलो मुद्दामा सहभागी हुन नपाउनु भएको साथीहरूको लागि व्यक्तिहरूको तर्फबाट ट्रम्प प्रशासन विरुद्ध अर्को सामूहिक मुद्दा ग्रुप लसुट दायर गर्ने तयारी गरिरहेका छौँ। पहिलो मुद्दामा जस्तै हामी डिबी 2026 माथिको रोक र 75 देशमाथिको रोकको लिगल बेसिसलाई चुनौती दिनेछौँ। हामी अदालतसँग यी दुवै रोकहरू हाम्रो प्लेन्टिफ प्लस यो चाहिँ हामीले यो लसुटमा चाहिँ हामीले सम्पूर्ण समूहलाई क्लास माथिबाट पनि हटाउनुपर्छ भनेर फाइल गर्नेछौँ। यो मुद्दाको विशेष कुरा यही नै हो। हामी यो मुद्दामा क्लास सर्टिफिकेसनको लागि पनि माग गर्नेछौँ। त्यसै गरी हामी सरकारलाई सेप्टेम्बर 30, 2026 भन्दा अगाडि डिबी एप्लिकेसनहरूमा निर्णय गर्न पनि आदेश दिन अदालतसँग रिक्वेस्ट गर्नेछौँ। हालसम्म हामीले यो मुद्दा कुन अदालतमा फाइल गर्ने भनेर अन्तिम निर्णय गरिसकेको छैनौँ। महत्त्वपूर्ण डेट्सहरू चाहिँ यो नयाँ मुद्दामा सहभागी हुने अन्तिम मिति जुन 15, 2026 हो। हामी जुन 22, 2026मा अदालतमा अफिसियल कम्प्लेन फाइल गरेर सामूहिक मुद्दा सुरु गर्ने हामीले प्लान बनाएको छौँ। यसमा को सहभागी हुन सक्नुहुन्छ त? यो सामूहिक मुद्दामा सहभागी हुनलाई तपाईँ डिबी 2026 को विनर हुनुपर्नेछ। यदि तपाईँ डिबी 2026 को सेलेक्टी हुनुहुन्न भने अन्य पोसिबल सामूहिक मुद्दाको जानकारीको लागि हाम्रो वेबसाइटमा हेर्न सक्नुहुनेछ। के महत्त्वपूर्ण जानकारीहरू, पहिलो कुरा चाहिँ हामीले जहिले पनि भन्ने जस्तै कुनै पनि मुद्दा जित्ने ग्यारेन्टी हुँदैन। यो मुद्दा पनि त्यही नै हो। दोस्रो कुरा, यो सामूहिक मुद्दाले राष्ट्रपति ट्रम्पले जुन 2025 र डिसेम्बर 2025मा लागू गरेको ट्राभल ब्यानहरूलाई चाहिँ च्यालेन्ज गर्दैन। यो मुद्दाको गोल त्यो होइन। त्यसैले यदि कोही ट्राभल ब्यानमा पर्ने देशको नागरिक वा रेसिडेन्ट हुनुहुन्छ भने यो मुद्दाले उहाँहरूलाई कम्प्लिटली हेल्प गर्न सक्दैन। नेपाल यो ग्रुपमा नपर्ने भएर हामीलाई यो मुद्दाले हेल्प गर्न सक्ने चान्सेस छ। खर्चको कुरा गर्नुपर्दा यस मुद्दामा प्लेन्टिफको रूपमा पार्टिसिपेट गर्न डिबी 2026 सेलेक्टी प्रति लयर फी चाहिँ $2500 अमेरिकी हुनेछ। तपाईँको परिवारमा जतिजना भए पनि यो मुद्दामा सहभागी हुन लाग्ने शुल्क $2500 नै हो। तपाईँहरूको सजिलोको लागि हाम्रो टिमले अहिले एप्लिकेसन गर्दा सुरुमा $500 मात्र तिरेर यस मुद्दामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ। बाँकी $2000 भने अमेरिका आइसकेपछि वा कोही अमेरिकाभित्र डिबी 2026 सेलेक्टी हुनुहुन्छ भने फर्म 485 स्वीकृति भएपछि मात्र तिर्नुपर्नेछ। त्यो बाँकी शुल्क मासिक $250 को किस्तामा पनि तिर्न सकिन्छ। एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ डिबी 2026 भिजामा अमेरिका छिरेपछि वा डिबी 2026 सेलेक्टीका आधारमा स्ट्याटस एडजस्टमेन्ट सफल भएपछि सबै पार्टिसिपेन्टहरूले बाँकी शुल्क तिर्नै पर्ने हुन्छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा भएको भएर चाहिँ यो मुद्दामा हजुरहरू सहभागी हुनुभन्दा अगाडि यो सर्त तपाईँहरूले राम्रोसँग बुझेर मात्र डिसाइड गर्नुहोला। अन्तिम कुरा चाहिँ यो मुद्दामा कसरी सहभागी हुने, हजुरहरूले हाम्रो वेबसाइट redeaglelaw.com मार्फत यो मुद्दामा भाग लिन इनिसियल पेमेन्ट पनि भाग लिन सक्नुहुन्छ अनि इनिसियल पेमेन्ट पनि त्यही नै गर्न सक्नुहुनेछ। अहिलेको लागि चाहिँ यति नै। यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।